सम्पूर्ण साथीहरुमा नमस्कार। आज चाहिँ म शाखा अधिकृत प्रश्नोत्तर सेसन लिएर आएको छु। यसमा चाहिँ म के गर्दैछु भन्दाखेरि अब धेरै लेन्दी भिडियो नबनाइकन छोटो र सटिक भिडियोहरु बनाउने, त्यसमा चाहिँ एउटा प्रश्न र त्यसको उत्तरको बारेमा हामी यो भिडियोमा छलफल गर्ने छौं। अब त्यो प्रश्न आजको लागि यो प्रश्न रहेको छ, सहभागितामूलक बजेटको अवधारणामाथि प्रकाश पार्दै स्थानीय तहमा अवलम्बन गरिएको सहभागितामूलक बजेट तर्जुमा प्रक्रियाका सम्बन्धमा चर्चा गर्नुहोस्। नेपालमा सहभागितामूलक बजेट तर्जुमा प्रभावकारी नहुनुका कारण प्रस्तुत गर्नुहोस् भनेर भनेको छ। अब सहभागितामूलक बजेटको अवधारणा सम्बन्धी यो प्रश्न रहेको छ। अब यसको विषय प्रवेशमा हामीले के लेख्ने त, अब सहभागितामूलक बजेटको अवधारणामाथि प्रकाश पार्दै स्थानीय तहमा अवलम्बन गरिएको सहभागितामूलक बजेट तर्जुमा प्रक्रियाका सम्बन्धमा चर्चा गर्नुहोस्। नेपालमा सहभागितामूलक बजेट तर्जुमा प्रभावकारी नहुनुका कारण प्रस्तुत गर्नुहोस् भनेर भन्ने प्रश्न रहेको छ। यसको विषय प्रवेशमा चाहिँ अब पहिला सहभागितामूलक बजेट तर्जुमा प्रक्रिया भनेको के हो त्यसको अब परिभाषा लेख्नु पर्यो। नागरिक भेला भई स्थानीय आवश्यकता र प्राथमिकताका विषयमा छलफल गरी, नागरिकहरू भेला भई स्थानीय आवश्यकता र प्राथमिकताका विषयमा छलफल गरी बजेट बाँडफाँड गर्ने विधिलाई सहभागितामूलक बजेट तर्जुमा प्रक्रियाको रूपमा बुझिन्छ भनेर भनेको छ। यसलाई त हामी बुझ्न सक्छौं हैन। कुनै स्थानीय तहमा रहेका नागरिकहरू अथवा कुनै गाउँ टोलमा भएका नागरिकहरू भेला भएर आफ्नो आवश्यकता र प्राथमिकताका विषयमा छलफल गर्ने र त्यो आवश्यकता र प्राथमिकताका आधारमा के गर्ने त बजेट बाँडफाँड गर्ने विधिलाई के भनिन्छ त सहभागितामूलक बजेट तर्जुमा प्रक्रिया भनेर भनिन्छ। नागरिक भेला भई स्थानीय आवश्यकता र प्राथमिकताका विषयमा छलफल गरी बजेट बाँडफाँड गर्ने विधिलाई सहभागितामूलक बजेट तर्जुमा प्रक्रियाको रूपमा बुझिन्छ। यसलाई बजेट तर्जुमाको सबैभन्दा बढी लोकतान्त्रिक विधि पनि मानिन्छ। के मानिन्छ त, यसलाई बजेट तर्जुमा प्रक्रियाको सबैभन्दा बढी लोकतान्त्रिक विधि मानिन्छ। किन मानिन्छ भन्दाखेरि जनसहभागिता हुन्छ, जनताको आवश्यकता र प्राथमिकताका आधारमा बजेटको बाँडफाँड हुन्छ। त्यही भएर यो बजेट तर्जुमाको प्रक्रियालाई के हो, यो बजेट तर्जुमा गर्ने विधिलाई के भनिन्छ त सबैभन्दा बढी लोकतान्त्रिक विधि मानिन्छ। सरकारी पदाधिकारीको मुख्य भूमिका र नियन्त्रण रहने परम्परागत बजेट तर्जुमा विधिभन्दा भिन्न यस विधिमा नागरिकहरू प्रत्यक्ष रूपमा आफ्ना समस्या प्रस्तुत गर्ने, प्राथमिकीकरण गर्ने र स्रोत विनियोजनको निर्णय लिने गर्छन्। अब परम्परागत शैलीमा के हुन्छ, अब अहिले पनि हाम्रो बजेट तर्जुमा प्रक्रियामा के हुन्छ भन्दाखेरि सरकारी पदाधिकारीहरूको मुख्य भूमिका र नियन्त्रण रहन्छ हैन। बजेट तर्जुमा प्रक्रियामा कसको भूमिका हुन्छ त, अब सरकारी पदाधिकारीको मुख्य भूमिका, सरकारी पदाधिकारी र सरकार जसको सरकार छ त्यसको के हुन्छ भन्दाखेरि मुख्य भूमिका र नियन्त्रण रहने जनप्रतिनिधिको, अब सरकारी पदाधिकारी र जनप्रतिनिधिको मुख्य भूमिका र नियन्त्रण रहने परम्परागत बजेट तर्जुमा विधि भन्दा भिन्न यस विधिमा नागरिकहरू प्रत्यक्ष रूपमा आफ्ना समस्या प्रस्तुत गर्छन्। पहिला के गर्छन् त, प्रत्यक्ष रूपमा आफ्ना समस्याहरू प्रस्तुत गर्ने, समस्याहरूलाई प्राथमिकीकरण गर्ने, ठुलो समस्या कुन छ त्यसलाई पहिलो नम्बरमा राख्ने, त्यो समस्या समाधान गर्नु पर्यो, प्राथमिकीकरण गर्ने र स्रोत विनियोजनको निर्णय लिने गर्छन्। त्यसै अनुसार के गर्छन् त, प्राथमिकता अनुसार के गर्छन् त स्रोत विनियोजनको निर्णय लिन्छन्। यस विधिलाई बजेट तर्जुमामा भएको नवप्रवर्तनको रूपमा समेत लिन सकिन्छ। यस विधिलाई बजेट तर्जुमामा भएको नवप्रवर्तनको रूपमा समेत लिन सकिन्छ। नागरिकको प्रत्यक्ष संलग्नताले स्रोतको विनियोजन दक्षता बढाउने र स्रोतको समतामूलक वितरणमा समेत योगदान गर्ने हुँदा बजेट कार्यान्वयन पनि प्रभावकारी हुने विश्वास गर्न सकिन्छ भनेर भन्छ। अब नागरिकको के हुन्छ त, अब नागरिकको प्रत्यक्ष संलग्नताले गर्दाखेरि नागरिकको प्रत्यक्ष संलग्नताले स्रोतको विनियोजन दक्षता बढाउने र स्रोतको समतामूलक वितरणमा समेत योगदान गर्ने हुँदा बजेट कार्यान्वयन पनि प्रभावकारी हुने विश्वास गरिन्छ। अनि सामाजिक न्याय पनि के हुन्छ त कायम हुन सक्छ। अब समतामूलक कुनै स्रोतको समतामूलक वितरण भयो भने के हुन्छ त सामाजिक न्याय कायम हुन्छ। नागरिकको प्रत्यक्ष संलग्नताले गर्दाखेरि स्रोतको विनियोजन दक्षता, कार्यान्वयन कुशलता हुन्छ। विनियोजनमा दक्षता भयो भने कार्यान्वयनमा पनि के हुन्छ त कुशलता आउँछ। साथै यस विधिले आम नागरिकमा आफ्नो समुदायको विकासप्रतिको अपनत्व भाव र जवाफदेहिता अभिवृद्धि गर्ने हुँदा स्रोत विनियोजन र कार्यान्वयनको क्रममा, साथै यस विधिले आम नागरिकमा आफ्नो समुदायको विकासप्रतिको अपनत्व भाव र जवाफदेहिता अभिवृद्धि गर्ने हुँदा स्रोत विनियोजन र कार्यान्वयनको क्रममा देखा पर्ने अनियमितता न्यूनीकरण हुने अपेक्षा गरिन्छ। के हुन्छ भन्दाखेरि अनियमितता न्यूनीकरण हुन्छ। किन भन्दाखेरि अब सम्पूर्ण नागरिकहरूको, सम्पूर्ण स्थानीयवासी अथवा गाउँवासीहरूको सहभागितामा के हुन्छ भन्दाखेरि समस्या राखिन्छ, त्यो समस्याहरूको प्राथमिकीकरण गरिन्छ र त्यही अनुसार के हुन्छ त स्रोतको विनियोजन हुन्छ। त्यसो भयो भने के हुन्छ त त्यसमा अब कुनै पनि अब स्रोत विनियोजन र कार्यान्वयनको क्रममा के हुन्छ त अनियमितता न्यूनीकरण हुने अपेक्षा गरिन्छ। सन् 1980 को दशक
को उत्तरार्धमा ब्राजिलको पोर्टो एलेग्रे सहरबाट सुरुवात भएको सहभागितामूलक बजेटको अभ्यास हाल विश्वव्यापी रूपमा थुप्रै स्थानीय सरकारले अवलम्बन गर्दै आएका छन्। नेपालमा पनि स्थानीय स्वायत्त शासनको अभ्याससँगै सहभागितामूलक बजेटको तर्जुमा प्रक्रिया अपनाउन जोड दिन थालेको पाइन्छ भनेर भनेको छ है। अब स्थानीय तहमा सहभागितामूलक बजेट तर्जुमाको अवस्था कस्तो छ त? स्थानीय तहमा सहभागितामूलक बजेट तर्जुमाको अवस्था कस्तो छ भनेर भनेको छ। यसमा नेपालको संविधानले स्थानीय तहलाई नीति योजना तथा वार्षिक बजेट तर्जुमा गर्ने र कार्यान्वयन गर्ने अधिकार प्रदान गरेको छ। नेपालको संविधानले स्थानीय तहलाई नीति योजना तथा वार्षिक बजेट तर्जुमा गर्ने र कार्यान्वयन गर्ने अधिकार प्रदान गरेको छ। सञ्चित कोषमा जम्मा हुने रकम वार्षिक रूपमा सभाबाट विनियोजन गरी पारित गरी खर्च गर्न सक्ने गरी स्थानीय तहलाई अधिकार प्रदान गरिएको छ। नेपालको संविधानले स्थानीय तहलाई नीति योजना र वार्षिक बजेट तर्जुमा गर्ने र कार्यान्वयन गर्ने अधिकार प्रदान गरेको छ। सञ्चित कोषमा जम्मा हुने रकम वार्षिक रूपमा सभाबाट विनियोजन ऐन पारित गरी खर्च गर्न सक्ने गरी स्थानीय तहलाई अधिकार प्रदान गरिएको छ। वार्षिक विकास योजना तर्जुमा गर्दा सहभागितामूलक पद्धति अवलम्बन गर्न स्थानीय सरकार सञ्चालन ऐनले दिशानिर्देश गरेको छ भने वार्षिक विकास योजना तर्जुमा गर्दा सहभागितामूलक पद्धति अवलम्बन गर्नको लागि वार्षिक विकास योजना तर्जुमा गर्दा वार्षिक विकास योजना तर्जुमा गर्दा सहभागितामूलक पद्धति अवलम्बन गर्न स्थानीय सरकार सञ्चालन ऐनले दिशानिर्देश गरेको छ। यद्यपि व्यवहारमा सहभागितामूलक बजेटको अवधारणा अनुसार बजेट तर्जुमाको अभ्यास प्रभावकारी हुन सकेको छैन। तर व्यवहारमा के छ त? सहभागितामूलक बजेटको अवधारणा अनुसार बजेट तर्जुमाको अभ्यास प्रभावकारी हुन सकेको छैन। अब कुनै स्थानीय तहले त आफ्नो बजेट नै पारित नगरी अब सभाबाट बजेट विनियोजन नै पारित नगरी के गर्छन् त खर्च गर्छन् भन्ने सुनिन्छ। अब बजेट विनियोजन गर्न अथवा बजेट तर्जुमा गर्न बजेट विनियोजन गर्न सभाबाट बजेट पारित गर्न आनाकानी गर्छन् भन्ने सुनिन्छ। सहभागितामूलक बजेटको अवधारणा अनुसार स्थानीय तहको बजेट तर्जुमा गर्न प्रचलित कानुनमा देखाएका चरणबद्ध क्रियाकलापहरू सञ्चालन गर्नुपर्ने भनी उल्लेख गरेको पाइन्छ। सहभागितामूलक बजेटको अवधारणा अनुसार स्थानीय तहको बजेट तर्जुमा गर्न सहभागितामूलक बजेटको अवधारणा अनुसार स्थानीय तहको बजेट तर्जुमा गर्न प्रचलित कानुनमा देखाएका चरणबद्ध क्रियाकलाप सञ्चालन गर्नुपर्ने भनी उल्लेख गरेको पाइन्छ। पहिला के गर्ने त? बजेटको पूर्व तयारी गर्ने। के गर्ने? बजेटको पूर्व तयारी प्रिपरेसन गर्ने। स्रोत अनुमान तथा कुल बजेटको सीमा निर्धारण गर्ने। अब बजेटको सीमा निर्धारण गर्नु पर्यो। के गर्नु पर्यो? बजेटको सीमा निर्धारण। पहिला बजेटको पूर्व तयारी गर्नु पर्यो। स्रोत अनुमान तथा कुल बजेटको सीमा निर्धारण गर्नु पर्यो। स्रोत अनुमान तथा अब यसलाई छोटकरीमा भन्दाखेरि बजेटको सीमा निर्धारण गर्नु पर्यो। के गर्नु पर्यो? बजेटको सीमा निर्धारण। स्रोतको अनुमान र अनुमान गरिसकेपछि कुल बजेटको सीमा निर्धारण गर्नु पर्यो। अनि टोल तथा बस्ती स्तरबाट आयोजना छनौट गर्नु पर्यो। टोल तथा बस्ती स्तरबाट आयोजना छनौट गर्ने। वडा तहमा आयोजना छनौट तथा प्राथमिकीकरण गर्ने। टोल तथा बस्ती स्तरबाट आयोजना छनौट गरिसकेपछि अब वडा तहमा के गर्ने त? वडा तहमा आयोजना छनौट तथा प्राथमिकीकरण। वडा तहबाट आयोजनाहरू छनौट गर्ने र तिनीहरूलाई प्राथमिकीकरण गर्ने। बजेट तथा कार्यक्रम तर्जुमा समितिबाट बजेट तथा कार्यक्रम तर्जुमा गर्ने। अनि कार्यपालिका बैठकबाट बजेट तथा कार्यक्रम स्वीकृति गर्ने। बजेट तथा कार्यक्रम तर्जुमा समितिबाट बजेट तथा कार्यक्रम तर्जुमा र कार्यपालिका बैठकबाट नगर कार्यपालिका होस् अथवा गाउँ कार्यपालिका बैठकबाट बजेट तथा कार्यक्रम स्वीकृति गर्ने भयो। बजेट तथा कार्यक्रमको स्वीकृति र अन्त्यमा सभाको अब नगरसभा अथवा गाउँ सभाको बैठकबाट के हुन्छ त? बजेट तथा कार्यक्रमको के हुन्छ? स्वीकृति हुन्छ। हो सहभागितामूलक बजेट प्रक्रियामा सहभागितामूलक बजेटको अवधारणा अनुसार सहभागितामूलक बजेट तर्जुमाको अवधारणा अनुसार गर्ने चरणबद्ध क्रियाकलापहरू चाहिँ बजेटको पूर्व तयारी, स्रोत अनुमान तथा कुल बजेटको सीमा निर्धारण, टोल तथा बस्ती स्तरबाट आयोजना छनौट, वडा तहमा आयोजना छनौट तथा प्राथमिकीकरण, बजेट तथा कार्यक्रम तर्जुमा समितिबाट बजेट तथा कार्यक्रम तर्जुमा, कार्यपालिका बैठकबाट गाउँ कार्यपालिका अथवा नगर कार्यपालिका बैठकबाट बजेट तथा कार्यक्रम स्वीकृति र अन्त्यमा के गर्नुपर्छ भन्दाखेरि सभाको बैठकबाट नगरसभा अथवा गाउँ सभाको बैठकबाट बजेट तथा कार्यक्रम के गर्नुपर्छ त? स्वीकृत गरी त्यसपछि के गर्नुपर्छ त? कार्यान्वयनमा ल्याउनु पर्छ भन्ने के छ त यसको। अब सहभागितामूलक बजेटको अवधारणा अनुसार यसका चरणबद्ध क्रियाकलापहरू सहभागितामूलक बजेट तर्जुमा गर्ने चरणबद्ध क्रियाकलापहरू यी रहेका छन्। अब नेपालमा सहभागितामूलक बजेटको अवधारणा प्रभावकारी कार्यान्वयन नहुनुका कारणहरू। अब नेपालमा सहभागितामूलक बजेटको अवधारणा त आयो, स्थानीय सरकार सञ्चालन ऐनले त्यो दिशानिर्देश त गर्यो हैन,
अनि अब तर यसमा प्रभावकारी कार्यान्वयन नहुनुका कारणहरू के रहेका छन् त? नेपालमा सहभागितामूलक बजेटको अवधारणा प्रभावकारी कार्यान्वयन नहुनुका कारणहरू के रहेका छन् त? यी हामी पढौँ अब। स्थानीय आवश्यकता र राष्ट्रिय नीतिबीच तालमेल मिलाउन नसकिनु। स्थानीय आवश्यकता र राष्ट्रिय नीतिबीच तालमेल मिलाउन नसकिनु एउटा कारण भयो। स्थानीय आवश्यकता र राष्ट्रिय नीतिबीच तालमेल मिलाउन नसकिनु। सहभागितामूलक बजेट तर्जुमा प्रक्रियाका कारण आफ्नो शक्ति र अधिकार कमजोर हुन्छ भन्ने सोच सरकारी पदाधिकारीमा रहनु। सबभन्दा ठुलो त यही कारण यही रहेको छ होइन। सहभागितामूलक बजेट तर्जुमा प्रक्रियाका कारण सहभागितामूलक बजेट तर्जुमा प्रक्रियाका कारण आफ्नो शक्ति र अधिकार कमजोर हुन्छ भन्ने सोच सरकारी पदाधिकारीमा रहनु। कर्मचारी र जनप्रतिनिधिहरूमा, स्थानीय तहका जनप्रतिनिधिहरूमा यदि सहभागितामूलक बजेट तर्जुमा भयो भने आफ्नो शक्ति र अधिकार कमजोर हुन्छ भन्ने के हुन्छ त? सोच हुन्छ। सहभागितामूलक बजेट तर्जुमा प्रक्रियाका कारण आफ्नो शक्ति र अधिकार कमजोर हुन्छ भन्ने सोच सरकारी पदाधिकारीमा रहनु। सहभागितामूलक बजेट पद्धतिलाई स्थानीय तहमा मात्र सीमित गरिनु। सहभागितामूलक बजेट पद्धतिलाई स्थानीय तहमा मात्र सीमित गरिनु। सहभागितामूलक बजेट पद्धतिलाई कानुनी रूपमा बाध्यकारी बनाउँदै कडाइका साथ पालना गराउन नसक्नु। सहभागितामूलक बजेट पद्धतिलाई स्थानीय तहमा मात्र सीमित गरिनु। सहभागितामूलक बजेट पद्धतिलाई कानुनी रूपमा बाध्यकारी बनाउँदै कडाइका साथ पालन गराउन नसक्नु। यी पनि के रहेका छन् त? सहभागितामूलक बजेटको अवधारणा कार्यान्वयन नहुनुका कारणहरू रहेका छन्। सहभागितामूलक बजेट पद्धति अवलम्बन भए नभएको विषयमा अनुगमन र सुझाव दिने निकायको अभाव हुनु। सहभागितामूलक बजेट पद्धति अवलम्बन भए नभएको सहभागितामूलक बजेट पद्धति अवलम्बन भए नभएको विषयमा अनुगमन र सुझाव दिने निकायको अभाव हुनु। लेखा परीक्षणको क्रममा बजेट खर्चलाई मात्र ध्यान दिनु। खर्च भयो भने पुग्यो होइन, खर्च गर्ने प्रक्रिया मात्र हेर्ने भयो। लेखा परीक्षणको क्रममा बजेट खर्चलाई मात्र ध्यान दिने, बजेट खर्चलाई मात्र ध्यान दिँदा सहभागितामूलक बजेट तर्जुमा प्रक्रियाको नियमितताको विषय ओझेलमा पर्नु। अब बजेट खर्चलाई मात्र ध्यान दिँदाखेरि के हुन्छ भन्दाखेरि त्यो बजेट खर्च कसरी गरियो त, त्यो बजेट तर्जुमा कसरी गरियो त, सहभागितामूलक बजेट तर्जुमा भएको छ कि छैन, यो प्रक्रियाको नियमितताको विषय के परेको छ त? ओझेलमा पर्नु। सहभागितामूलक बजेट पद्धतिको उल्लङ्घन गर्ने निकाय वा पदाधिकारीलाई कानुनी कारबाहीको दायरामा ल्याउन नसक्नु। सहभागितामूलक बजेट पद्धतिको उल्लङ्घन गर्ने निकाय वा पदाधिकारीलाई सहभागितामूलक बजेट पद्धतिको उल्लङ्घन गर्ने निकाय वा पदाधिकारीलाई कानुनी कारबाहीको दायरामा ल्याउन नसकिनु एउटा कारण रहेको छ। नागरिकमा माग र आवश्यकता अत्यधिक हुने र सहभागितामूलक बजेट पद्धतिबाट निर्णय हुने रकम कम हुने हुँदा सहभागितामूलक बजेट तर्जुमाप्रति आम नागरिक आकर्षित नहुनु भनेको छ। यो पनि एउटा कारण चाहिँ हो है। यो पनि यसमा के हुन्छ भन्दाखेरि आम नागरिकका माग र आवश्यकता अत्यधिक हुन्छन्। के हुन्छन् त? नागरिकका माग र आवश्यकता अत्यधिक हुने र ती माग र आवश्यकतालाई परिपूर्ति गर्नको लागि, ती माग र आवश्यकताको वित्त पोषण गर्नको लागि के हुन्छ त भन्दाखेरि बजेट हुँदैन। के हुँदैन त? बजेट हुँदैन। नागरिकका माग र आवश्यकता अत्यधिक हुने र सहभागितामूलक बजेट पद्धतिबाट निर्णय हुने रकम कम हुने हुँदा सहभागितामूलक बजेट तर्जुमाप्रति आम नागरिकको आकर्षित नहुनु। सहभागितामूलक बजेट तर्जुमा प्रक्रियामा स्थानीय ठालु राजनीतिज्ञ, आर्थिक शैक्षिक पृष्ठभूमिका मान्छेहरू बढी सक्रिय हुँदा पिछडिएको वर्गको सहभागिता न्यून हुनु। यसमा यो पनि एउटा कारण नै हो है। सहभागितामूलक बजेट तर्जुमा प्रक्रियामा के हुन्छ त? ठालुहरू के हुन्छन् त? बढी सक्रिय हुन्छन्। ठालु भनेको राजनीतिज्ञहरू भयो, आर्थिक रूपमा सबल मान्छेहरू भयो, शैक्षिक पृष्ठभूमि राम्रो भएका मान्छेहरू के हुन्छन् त? बढी सक्रिय हुँदा पिछडिएको वर्गको सहभागिता के हुन्छ त? न्यून हुन्छ। सहभागितामूलक बजेट तर्जुमा प्रक्रियामा पिछडिएका वर्गहरूको, यो ठालुहरूको सक्रियता बढ्दाखेरि पिछडिएका वर्गको सहभागिता न्यून हुनु। न्यून चेतना र अशिक्षाको कमीका कारण सहभागिता सङ्कुचित हुनु। न्यून चेतना र अशिक्षाको कमीका कारण सहभागिता सङ्कुचित हुनु। सबैको सहभागिताका लागि भनी गरिने सूचना सम्प्रेषण औपचारिकता मात्र सीमित रहनु। सबैको सहभागिताका लागि भनी गरिने सूचना सम्प्रेषण औपचारिकतामा मात्र सीमित रहनु। भौगोलिक हिसाबले दुर्गममा रहेका समुदायको सहभागितामूलक बजेट प्रक्रियामा पहुँच पुग्न नसक्नु। भौगोलिक हिसाबले दुर्गममा रहेका समुदायको सहभागितामूलक बजेट प्रक्रियामा के हुनु त? पहुँच पुग्न नसक्नु। अब दुर्गममा भयो भने के हुन्छ त? अब सहभागितामूलक बजेट तर्जुमा प्रक्रियामा पहुँच के हुन्छ त? पुग्दैन। पारदर्शी कार्यशैलीको अभाव रहनु। कार्यशैलीमा पारदर्शिताको कमी हुनु। लोकप्रियताका लागि मात्र सहभागितामूलक बजेट तर्जुमा प्रक्रिया अवलम्बन गर्ने प्रवृत्ति देखा पर्नु। अब लोकप्रियताका लागि मात्र के गरेको छ भन्दाखेरि सहभागितामूलक बजेट तर्जुमा प्रक्रिया अवलम्बन गर्ने प्रवृत्ति देखा परेको छ। लोकप्रियताका लागि मात्र सहभागितामूलक बजेट तर्जुमा प्रक्रिया अवलम्बन गर्ने प्रवृत्ति देखिएको छ। यी चाहिँ के हुन् भन्दाखेरि नेपालमा सहभागितामूलक बजेट तर्जुमाको अवधारणा कार्यान्वयन हुन नसक्नुका कारणहरू रहेका छन्। अब यसको निष्कर्षमा के छ भन्दाखेरि
नेपालको सहभागितामूलक बजेट तर्जुमा प्रक्रियामा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको भूमिका र नियन्त्रण अत्यधिक छ। नेपालको सहभागितामूलक बजेट तर्जुमा प्रक्रियामा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको भूमिका के छ त? भूमिका महत्त्वपूर्ण र भूमिका कर्मचारीको भूमिका र नियन्त्रण छ भनेको छ हैन। नेपालको सहभागितामूलक बजेट तर्जुमा प्रक्रियामा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको भूमिका र नियन्त्रण अत्यधिक छ। टोल र बस्ती स्तरमा योजना र कार्यक्रमको माग सङ्कलन गर्छन्। टोल र बस्ती स्तरमा योजना र कार्यक्रमको माग सङ्कलन गर्ने, तर बजेट बाँडफाँडको काम सम्बन्धित वडा समिति र बजेट तथा कार्यक्रम तर्जुमा समिति हुँदै नगर कार्यपालिका वा गाउँ कार्यपालिका र गाउँ सभा वा नगर सभामा पुग्ने व्यवस्थाका कारण टोल बस्तीको आवश्यकता र प्राथमिकता जनप्रतिनिधि र कर्मचारीको प्राथमिकतामा नपर्ने जोखिम रहन्छ। के हुन्छ त? गाउँ बस्ती टोल बस्ती स्तरबाट योजना तथा कार्यक्रमको माग त सङ्कलन हुन्छ, तर बजेट बाँडफाँडको काम के हुन्छ त? सम्बन्धित वडा समिति र बजेट तथा कार्यक्रम तर्जुमा समिति हुँदै गाउँ कार्यपालिका वा नगर कार्यपालिका र गाउँ सभा वा नगर सभामा पुग्ने कारणले गर्दाखेरि त्यहाँबाट बजेट बाँडफाँड हुने गर्दाखेरि गाउँ टोल बस्तीको आवश्यकता र प्राथमिकतामा परेको विषय अथवा योजना चाहिँ जनप्रतिनिधि र कर्मचारीको प्राथमिकतामा नपर्ने भएका कारणले गर्दाखेरि यो के हुन्छ त? जोखिममा रहन्छ। सहभागितामूलक बजेटको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न राजनीतिक एवं प्रशासनिक प्रतिबद्धता, पर्याप्त स्रोत, पारदर्शिता र जवाबदेही कार्यशैली आवश्यक पर्छ। सहभागितामूलक बजेटको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहभागितामूलक बजेटको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न राजनीतिक एवं प्रशासनिक प्रतिबद्धता, पर्याप्त स्रोत, पारदर्शिता र जवाबदेही कार्यशैली आवश्यक पर्छ। नागरिक सशक्तिकरण र निगरानी पक्षको सबलीकरणबाट समेत विद्यमान कार्यशैली र व्यवहारमा सुधार गर्न सकिन्छ भनेर भनेको छ। ल साथीहरू, आजको यो प्रश्न चाहिँ हाम्रो यो सहभागितामूलक बजेट तर्जुमाको अवधारणा सम्बन्धी प्रश्न चाहिँ हामीले पढ्यौँ हैन। यसको उत्तर पनि हेऱ्यौँ, सहभागितामूलक बजेटको अवधारणा हेऱ्यौँ। यसको अब सहभागितामूलक बजेट तर्जुमाको प्रक्रियाका चरणहरू पनि पढ्यौँ हामीले, अनि नेपालमा यसको अवस्था पनि पढ्यौँ र नेपालमा यसको प्रभावकारी कार्यान्वयन हुन नसक्नुका कारणहरू पनि पढ्यौँ। साथीहरू, यस्तै अन्य भिडियोहरूको लागि मेरो यो च्यानललाई लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। म अरू भिडियोहरूमा यस्तै प्रश्नोत्तर कार्यक्रमहरू अथवा टपिक रिलेटेड भिडियोहरू लिएर आउनेछु। यो मेरो भिडियोलाई लाइक गरिदिनु होला र मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। हस्त, धन्यवाद।